भगत सिंहको कलमबाट निस्किएको एउटा यस्तो प्रश्न जसले आज पनि धेरैलाई सोच्न बाध्य बनाउँछ, म किन नास्तिक भए? यो केवल एउटा निबन्ध मात्रै होइन, यो त मृत्युलाई पर्खिरहेको एक क्रान्तिकारीको आत्माको आवाज हो। आउनुहोस्, आज हामी वहाँको यही साहसी विचार यात्राको गहिराईमा डुबौं। एकछिन सोच्नुस् त, मृत्युदण्ड सुनाइएको एक युवा जेलको अँध्यारो कोठरीमा बसेर के सोच्दो हो त्यही अवस्थामा लेखिएको थियो यो निबन्ध। यसले हामीलाई प्रश्न पार्छ कि भगत सिंह केवल बन्दुक बोक्ने क्रान्तिकारी मात्र थिएनन्, उनी विचार र तर्कका पनि एक महान योद्धा थिए। त्यतिबेला धेरैले भने यो केटाको घमण्ड हो। भगत सिंहले यो आरोपको सामना सिधै आफ्नो लेखबाटै गर्नुभयो। तर के साँच्चै उहाँको नास्तिकता केवल एक युवाको अहंकार मात्रै थियो, वा यसको पछाडि कुनै निकै गहिरो वैचारिक कारण लुकेको थियो? यो प्रश्नको जवाफ खोज्न हामी कतै बाहिर जानु पर्दैन। भगत सिंहकै शब्दहरूमा उहाँको आफ्नै बौद्धिक यात्रालाई पछ्याउँ, कसरी एक ईश्वरमा गहिरो आस्था राख्ने युवा एक पक्का नास्तिक बन्न पुगे। अचम्म लाग्न सक्छ, तर यो कथाको सुरुवात अविश्वासबाट होइन, बरु गहिरो विश्वासबाट हुन्छ। भगत सिंहको वैचारिक क्रान्तिको यात्रा वास्तवमा गहिरो धार्मिक आस्थाबाटै सुरु भएको थियो। सुरुवाती जीवनमा हामीले चिनेको भगत सिंह भन्दा एकदमै फरक व्यक्ति थिए उनी। कट्टर आर्य समाजी परिवारमा हुर्केका, घण्टौंसम्म ध्यान र प्रार्थना गर्ने, गायत्री मन्त्र भक्तिपूर्वक जप्ने, यहाँसम्म कि आफ्नो आस्थाको प्रतीकको रूपमा लामो कपाल पालेका थिए। तर जब उहाँ क्रान्तिकारी आन्दोलनको आगोमा होमिनुभयो, सबै कुरा बदलिन थाल्यो। क्रान्तिले उहाँलाई हरेक स्थापित मान्यतामाथि प्रश्न गर्न सिकायो, आफ्नै ईश्वरप्रतिको आस्थामाथि पनि। उहाँले बुझ्नुभयो, वास्तविक क्रान्ति राजनीतिक मात्रै होइन, वैचारिक पनि हुनुपर्छ। अब हेर्नुहोस् उहाँको बौद्धिक खुराक कसरी बदलियो। अब उहाँको हातमा धार्मिक ग्रन्थहरूको सट्टा अराजकतावादी बाकुनिन, साम्यवादी मार्क्स अनि क्रान्तिकारी लेनिन र ट्रोत्स्कीका किताबहरू थिए। उहाँको मस्तिष्कमा ईश्वरको ठाउँमा अब तर्क र क्रान्तिको विचारले डेरा जमाउँदै थियो। अनि आयो जेल जीवन। जेलको त्यो एकान्त उहाँको लागि कैदखाना मात्रै थिएन, त्यो त एउटा प्रयोगशाला बन्यो। यही नै उहाँका विचारहरू खारिए, उहाँको तर्कले जन्म लियो र नास्तिकता एउटा अटल विश्वासमा परिणत भयो। उहाँको नास्तिकता कुनै एक रातमा आएको झोक थिएन है, यो त वर्षौंको अध्ययन, गहिरो चिन्तन र निरन्तर बहसको परिणाम थियो। क्रान्तिकारी आन्दोलनमा प्रवेशदेखि जेलको अन्तिम दिनहरूसम्मको एक लामो र क्रमबद्ध यात्रा थियो यो। अब आउँछ उहाँको तर्कको सबैभन्दा शक्तिशाली हिस्सा, जहाँ उहाँले सिधै सर्वशक्तिमान ईश्वरको अस्तित्वमाथि नै केही निकै तीखा र तार्किक प्रश्नहरू तिर्स्याउनुभयो। उहाँको पहिलो र सायद सबैभन्दा आधारभूत प्रश्न थियो, यदि संसार बनाउने कोही ईश्वर छ र ऊ दयालु र सर्वशक्तिमान पनि छ भने यो संसारमा यति धेरै पीडा, अन्याय र दुःख किन छ? यो दर्शनशास्त्रको एक पुरानो तर आज पनि सान्दर्भिक प्रश्न हो। अनि उहाँले यो प्रश्नलाई दर्शनबाट निकालेर समाजको यथार्थमा जोड्नुभयो। किन उत्पीडितहरू सधैँ दुःख भोग्छन् र शोषकहरू विलासितामा रमाउँछन्? उहाँको लागि धर्मले यो प्रणालीगत अन्यायलाई न त चित्त बुझ्दो जवाफ दिन सक्यो, न त समाधान नै। उहाँले धर्मको सामाजिक भूमिकामाथि नै प्रहार गर्नुभयो। उहाँको तर्क के थियो भने, कर्म र पुनर्जन्म जस्ता अवधारणाहरूले गरिब र उत्पीडितलाई आफ्नो भाग्य स्वीकार गर्न बाध्य बनाउँछन्, ताकि उनीहरूले विद्रोह गर्नुको सट्टा अर्को जीवनमा पुरस्कार पाउने आशामा यो जीवनको दुःख सहिरहुन्। तर भगत सिंहको यात्रा केवल ईश्वरलाई नकार्नेमा मात्रै टुङ्गिएन, त्यो त सुरुवात मात्र थियो। उहाँले त्यसको ठाउँमा एउटा अझ बलियो विश्वासलाई अँगाल्नुभयो। त्यो थियो मानवतामाथिको विश्वास, मानिसकै क्षमता र जिम्मेवारीमाथिको विश्वास। उहाँकै शब्दमा सुनौ, कुनै स्वार्थ वा पुरस्कारको आशा बिना मैले मेरो जीवन स्वतन्त्रताको लागि समर्पित गरेको छु। यो भनाइले उहाँको दर्शनको सार बताउँछ। मानवताको सेवा नै सबैभन्दा ठूलो प्रेरणा हो, कुनै स्वर्गको लोभ वा ईश्वरीय पुरस्कार होइन। त्यसैले यो बुझ्न एकदमै जरुरी छ कि उहाँको नास्तिकता कुनै शून्यता वा अन्त्य थिएन। यो त ईश्वरप्रतिको विश्वासको ठाउँमा मानवता, तर्क र मानवीय सम्मानप्रतिको गहिरो विश्वासको स्थापना थियो। उहाँको दर्शनको केन्द्रमा ईश्वर होइन, मानिस थियो।
र अन्त्यमा भगत सिंह हामीलाई एउटा निकै गहिरो विचारका साथ छोडेर जानुहुन्छ। आलोचना र स्वतन्त्र सोच एक क्रान्तिकारीका दुई अनिवार्य गुण हुन्। यो भनाइले हामीलाई सोच्न बाध्य बनाउँछ के ईश्वरमाथि प्रश्न गर्ने साहस र राजनैतिक स्वतन्त्रताको लागि लड्ने साहस एकअर्कासँग जोडिएका छन्। सायद एउटामाथिको प्रश्नले नै अर्कोको लागि ढोका खोल्छ।